बाहिर विदेशमा दबिएर बसिरहेको छ, विदेशमा गएर काम गर्दै यता लाइभमा आएर आफ्नो कुराहरू व्यक्त गर्छ, आफ्नो लाइभमा आएर कुराकानीहरू सुनाउँछ। सो च्याट गिभ इट अप फर सेयर, ओके, डु सेयर। म त्यसपछि बोलाउँछु मुर्गट्टालाई, बिकज रेस्पेक्ट म्यान, ओके। उहाँ आउँदाखेरि अलिकति बवाल तरिकामा हुनु पऱ्यो। साँच्चीकै नै भनेको, यहाँ लाइभबाट जोइन भएको मान्छे हो, तर मन खाएको मान्छे हो है, मन खाएको मान्छे हो। त्यसैले लेट्स वेलकम हिम, ओके, लेट्स वेलकम हिम, लेट्स वेलकम प्रिन्सिपल अफ मुर्गट्टा। धेरै दिन भइसक्यो नसुनेको, बबालै भन्छ कि बबालै, साँच्चीकै नै भनेको वान अफ माई फेभरेट च्याट, ओके। लेट्स वेलकम प्रिन्सिपल अफ मुर्गट्टा, लेट्स गो। नमस्ते भाइ। नमस्ते नमस्ते मुर्गट्टा, के छ खबर यार? एकदम ठिक छ, हजुरको के छ? सबै आराम, सन्चै छौँ हामी, सबैजना सन्चै छौँ। तर धेरै दिन भइसक्यो, धेरै समय भइसक्यो, धेरै भनौँ न बिछोड भएको जस्तो कुराकानी भइरहेको छ। धेरै दिन भइसक्यो यो तिम्रो मुखबाट तिम्रो यस्तो कुराहरू नसुनेको, यताउति भनौँ न मिठा मिठा शब्दहरू नसुन्न पाएको। सायद आज जान्छ जस्तो छ। दाइ रोइदिनु हो म? होइन होइन, त्यस्तो रुने चाहिँ नगर, बरु हामीलाई चाहिँ अलिकति केही मिठा भरिएका शब्दहरू केही सुनाऊ यार। आज के सुन्ने दाइ, ल भन्नु त। दुईटा छ मसँग धेरै छ होइन, नयाँ मैले लेखेर तपाईँकोमा सुनाएपछि मात्र अन्त सुनाउँछु भनेर सुनाएको थिइनँ। एउटा होइन, एउटा यता सुन न, मान्छेले के भन्ला थाहा छ, फेस खोल्न लगाउनु न, फेस रिभिल गरेर सुनाउनु न भन्न लाउनु न भनेर। मेरो होइन है, फेरि यहाँ लेडिजहरू होइन, फेसमा आउन गाह्रो होइन, आउँछु दाइ होइन, तर फेसमा आएपछि त्यो कन्फिडेन्टै आउँदैन मलाई, त्यही भएर आउँदिनँ क्या म। हो र, फेसमा आऊ, लु गर न, लुकेर आउ न, यस्तो गर्दै हेरेर यतातिर हेरेर भन न, यतातिर दाइ एउटा कि दुईटा भन्नु त आज, त्यो हिसाबले गर्छु आज। होइन, मान्छेहरूले के मलाई ग्याङले जे भन्छ त्यही मान्छे है। फेरि ग्याङ के सुन्नु भन त, के गर्ने राजाहरू? मसँग त्यही त दुईटा छ, एउटा सुनाऊ कि दुईटा भनेर के? ठिक छ होइन, पहिला सुनाउ न, पहिला सुनाउ, माहौल बन्दै जान्छ, माहौल तातो गरम हुँदै जान्छ। स्टार्टिङ एउटा सुनाउँछु होइन, त्यो कसैलाई डेलिकेटेड हो है। ओके, एकैछिन दाइ, झ्याल लाउँछु। वेलकम है सबैजनालाई। यो कविताको शीर्षक चाहिँ तिमी को होला दाइ? तिमी को हो मैले भेटेको त छैन, तर मैले लेख्ने मेरो कविताको प्रिय शीर्षक भनेको छौ तिमी आजभोलि। एउटा नाम जो मेरो कलमको वरिपरि नाचिरहन्छ, एउटा अनुहार जो मेरो कवितामा प्रिय पात्र बनेर मेरो मसीहरूमा हाँसिरहन्छ। मलाई थाहा छ तिमी एक्लै छैनौ, तर अरूभन्दा बेग्लै छौ। थाहा छ तिमीलाई मलाई तिमी कस्तो लाग्छ? तिमी गोपिनीहरूको कृष्ण जस्तै छौ, जहाँ प्रेम स्वार्थ होइन समर्पण हुन्छ। तिमी द्रौपदीको अर्जुन जस्तै छौ, जहाँ साथ शब्दले होइन परिस्थितिले प्रमाणित गर्छ। तिमीलाई सुन्दा मन यसरी रमाउँछ जसरी गाइने दाइको गीत सुन्दा यो मन रमाउने गर्छ। तिम्रो मन अनि तिम्रो काम देख्दा यो आँखा यसरी रसाउने गर्छ मानौ बाँसुरीको धुनले एक्लोपनको गीतहरू सुनाइरहेका छन्। तिमी थोरै बेग्लै छौ अरूभन्दा, त्यसैले होला हेर न, आजभोलि मेरो कविताहरू तिम्रो लागि राम भक्त हनुमान बनेका छन्। नबोल्नुहोस् पनि त कसरी, तिमी पनि त स्वार्थले घेरेको भिडमा महापुरुष राम जस्तै बनेको छौ। भनिन्छ नि प्रगतिपछि मान्छेहरू फेरिन्छन् भनेर, तर तिमी किन फेरिएनौ? तिमीले जहाँबाट आफ्नो सफलता सुरु गरेको छौ मैले त्यही सहरमा देखेको छु। कसैले आफू सफल भएपछि बाआमाको चरित्र खुल्ला बजारमा उचालेको, एकतिर ठडिएको महलहरू पोस्ट हुन्छन्, अर्कोतिर आमा घरबार विहीन भएको। एक तिमी छौ यार, जसले हजारौँ आमाको आशीर्वाद कमाएको छौ। आफ्नै बा गुमाउँदा रोएको तिमी लाखौँको मनमा घर बनाएको छौ। साँच्चै तिमी बेग्लै छौ। मलाई मनपर्ने मितिहरू बिचको एउटा मिति 2058 2 महिना 24 गते। तिमीलाई भेटेपछि थाहा पाएँ अस्ताउनु अन्त्य होइन भनेर। नेपालको एउटा सुन्दर ठाउँ सुदूरपश्चिम जहाँ घाम अस्ताउने गर्छ, त्यही अस्ताएको घामलाई जितेर तिमी यसरी उदायौ जसरी औँसीलाई जितेर पूर्णिमा उदाउने गर्छ। मलाई थाहा छ तिमी सफलतामा छौ, तर न कहिले लोभको चर्चा न घमण्डको सफलता देखायो। आफैले जति सक्छौ त्यति हर कोहीलाई जतायो। आजकल अलिक डर लाग्छ मलाई। तिमी उदाएको दिन आमाको ओठको मुस्कान हेर्न नपाएको तिमी हजारौँ आमाको ओठमा हाँसोको बिरुवा रोपिरहेको छौ। न लोभ गर्यौ चर्चाको न घमण्ड सफलताको देखायो। आफूले जति सक्थ्यौ त्यति प्रेम हर कोहीलाई जतायो।
तिमीलाई पनि आरोप लाग्न सक्छ। मान्छेहरू आशावादी हुन्छन्। अर्कोलाई यसरी सहयोग गर्छौ जसरी भजन सकेपछि चोखो मनले पञ्चामृत बाँडिन्छ। आज यस्तो लाग्दैछ आफ्नै छातीभित्र तिमीले एउटा अदालत बनाएको छौ जहाँ गल्ती तिम्रो छैन, सजाय मन्जुर गरेको छौ। मेरो एउटा प्रश्न, आखिर किन? जवाफमा मौनताको बाक्लो थकान देखे तिम्रो आँखामा, अनि मेरो शब्दहरू आँसु बनेका छन्। आज तिमी आफू रित्तिएर अरूको लागि सोच्यौ। ओइलिएको आफ्नो ओठहरूमा अरूको ओठमा आँसु खोज्यौ। जसलाई साथको जरुरी थियो उसलाई साथ दियो, तर आज त्यही समाजले तिमीमाथि प्रश्न उठाउँदै गर्दा मेरो शब्दहरू निशब्द बने। कस्तो निर्दयी हुन्छ यार यो समय। घरको आँगन बिर्सिएर जुन भिडको लागि लड्यो त्यही भिडले आज तिमीमाथि प्रश्न उठाउँदैछ। त्यो समाजको तिखो प्रश्न मुटुभित्र यसरी बिज्यो जसरी कलिलो बालकको पाउमा तिखो काँडा बिजेको छ। यस्तो लाग्छ आज तिमी सुक्खा बनेको छौ, यसरी जसरी रुखको तिर्खा मेट्दा मेट्दै अन्तिम थोपा पानी सुकेका ती पोखरीहरू बनेका छन्। गल्ती तिम्रो होइन, गल्ती त्यो ऐनाको जसले सफा अनुहारमा पनि दाग देखाउँछ। गल्ती तिम्रो होइन, गल्ती त्यो भिडको जसले उज्यालो बोकेको मान्छेलाई आगो सल्काएको दोष लगाउँछ। भयो, छोड। कसले के सोच्यो? तिमी आफूले आफैलाई बुझेको छौ नि, होइन? विश्वास छ तिमी सानोतिनो हावामा बदलिने त्यो मौसम होइनौ। घरिघरि आशावादी हुन्छन् मान्छे, त्यसैले राम्रै मान्छेको कुरा काटिन्छ यहाँ अनेक र नाना थरी। जति सक्छौ त्यति गरेको छौ तिमीले, त्यसैले त मेरो कविताको प्रिय पात्र बनेको छौ तिमी आज, मिस्टर पारस बम ठकुरी। धन्यवाद दाई। Always love Sunagar. Always love to my gang. Always love to my people. Always love to everyone who is watching us. Okay. जहिले पनि माया छ ग्याङ। माया मात्रै फैलाउन आएको फुल भयो। माया मात्रै बुझेन राजाहरू। अलवेज लभ मात्रै छ। दिनको लागि केही छैन, माया मात्रै छ कुल भयो। अलवेज लभ। ओके। जहिले पनि होला, जहिले पनि गरौँला। सबजना ग्याङ एकजुट भएर गरौँला। जे कुरा पनि होला राजाहरू है। अलवेज माया छ। एन्ड थ्याङ्क यू मुर्गाटा यार। म त गरिएर एकदम सुनिरहेको थिएँ है। लास्टमा त पैसा पुरा अन्त्यतिर पो जाँदै गर्थ्यो त यार। एकदम माया छ। कता त्यही भएर दाइ। अलवेज लभ अलवेज लभ। दाइ म एउटा ब्रेकअप वाला सुनाउँछु, तर एउटा लास्ट है यो। तर यसमा कस्तो भने दाइ, मैले हल्का राजनीति वर्डहरू मिसाएको छु होइन। सुनाउ न। कसैले पनि त्यसलाई गलत नलिनु होला होइन। मैले आफ्नो ओपिनियन राखेर लेखेको हो है। सुनाउ। इजी म्यान। वर्षौँ भयो छुट्टिएको, वर्षौँ भयो तिमीसँग छुट्टिएको, तर पनि हेर न तिम्रो यादहरू मुटुमा यसरी गाडियो कि कुनै सुनामीले आफैभित्र एउटा सिङ्गो जहाज गाडेको छ, जसलाई अरूले देख्न सक्दैन तर आफैलाई बेसरी दुखेको महसुस गराउँछ। थाहा छ प्रिय तिमीलाई, तिमी अर्कैको बनेको दिनदेखि म आफ्नै भन्न सकिनँ। तिमी मेरो होइन भन्ने थाहा पाएपछि मैले आफैलाई आफ्नो भन्न सकिनँ। यस्तो लाग्छ म भित्रबाट कसैले आफ्नै मुटु यसरी खोसेर लगेको छ जसरी गौतम बुद्ध जन्मिएको मेरो देशबाट भ्रष्टाचारीहरूले शान्ति खोसेर लगेका छन्। दुई औँलाको बिचमा चेपिएको रातो सिन्दुरले तिमीलाई जीवनभरि आफ्नो बनाउने सपना थियो। तर हेर न, झुटको खोल ओढेर आएको तिम्रो प्रेमले मुटु यसरी जलाउँछ जसरी जेन्जीको खोल ओढेर आएका केही अपराधीले सिंहदरबार र अदालत जलाएर गए। दिनभरि तिम्रो यादको मलामी जाने एउटा कठोर सङ्घर्ष हुन्छ, तर रातले फेरि तिम्रा यादहरू जन्माइदिन्छन्। कमजोर भयो या उस्तै छु थाहा छैन, तर मैले आफैलाई स्वीकार गरेको छैन अझै। तर तिमी त अरू कसैको अङ्गालोमा यसरी रमाउँदैछौ रे जसरी कलेजको लुगामा आएको बालकको टाउकोमा गोली हान्न लगाउने सरकार दोष अर्कैको टाउकोमा लगाएर मिडियामा रमाउने गर्छ। कस्तो प्रेम भयो यार तिमीसँग। तिमी विश्वासको हत्यारा झुटको कहानी लिएर आयो, भरोसाको अपराधी तिमी प्रेमको मलामी लिएर आयो। आफै मर्छु मर्न दिन्न भन्थ्यौ तिम्रो प्रेम पिरतीको सहरमा धोकाको बदनामी लिएर आयो। घिन लागेन तिमीलाई मलाई अङ्गालो हालेको अङ्गालो फेरि कसैको अङ्गालोमा जोडिँदा? हुन त प्रेमको चर्चाको शिखर छुन आए कि तिमी, दिनको प्रेम कसैलाई रातमा कसैको हुन आए कि तिमी। के फरक पर्छ र तिमीलाई प्रिय? बेहुला हुने सपना देखाएर बहुला बनाउन आए कि तिमी। प्रेम कसरी महसुस हुन्थ्यो तिमीलाई? भैँसको मातमा यौवनको प्यास मेटाउन आए कि तिमी। तर थाहा छ तिमीलाई
तिमी टाढिएपछि मलाई आफ्नै आफन्तहरूले आफ्नै भविष्य बिगारेको आरोप यसरी लगाउँछन् जसरी देश बनाउन निस्किएको एउटा मेयरलाई विदेशी दलाल र लुसिफरको आरोप लगाइन्छ। कसरी भन्नु तिमीलाई म? खै कस्तो प्रेम भयो तिमीसँग। तिमी टाढिएपछि लास बनेको छैनत् म, तर आत्मा जिउँदै गाडिएको जस्तो लाग्छ। बढ्न खोज्छु अगाडि, हात पाउ दुब्बै काम नै गर्छ। म हेर्छु होइन अगाडि अनि सोध्छु प्रश्न आफैलाई, मरेको आत्मा बोकेर कसरी कोही बाँच्न सक्छ? सुन्दा थोरै अजीब लाग्छ होला, तर तिम्रो बिछोडपछि मेरो खुसीहरू यसरी हरायो जसरी एयरपोर्टभित्रबाट ती 33 किलो सुन हराएका थिए। तिमीले मेरो भविष्यको बलात्कार यसरी गर्यौ जसरी त्यो कलिलो बालिका निर्मला पन्तको भएको थियो। थाहा पनि छ हत्याराको हो, तर सजाय मिल्दैन उसलाई। हो, यसरी नै मरेको छु म पनि, यहाँ बाहिर झुटो मुस्कानले ओठमा देखाएर। हामी छुट्टिएपछि तिमीहरू कसैलाई म तिम्रो पहिलो प्रेम हुँ भन्छौ रे गर्वको साथ। हामी छुट्टिएपछि तिमी कसैलाई म तिम्रो पहिलो प्रेम हो भन्छौ रे गर्वको साथ। यसरी जसरी 76 जना मरेर म देश बनाउँछु भन्दै फेरि देखा पर्छन्, जलाउँछन् सिंहदरबार अनि भाग्छन् हेलिकप्टर चढेर। तिम्रो प्रेम पनि देशको राजनीति जस्तै लाग्छ प्रिय। अब छैन भनेर स्वीकार गर्न नमिल्ने, छ भनेर मन बुझाउन नमिल्ने तिम्रो प्रेम पनि मेरै देशको राजनीति जस्तै लाग्छ आजकल। धन्यवाद दाइ। कहाँबाट लेख्ने च्याट एकचोटि यार म अचम्म लाग्दैन भनेको यार, म अचम्मित हुन्छु यार, म अचम्मित हुन्छु यार मुर्गटा यार तिमीलाई देखेर यार। कहाँबाट आउँछ शब्द चाहिँ, कहाँबाट लेख्छौ यस्तो कुराहरू, कताबाट लेख्छौ यार च्याट? तिमी यार अझै बाहिर गएर काम गर्ने यताउति आफ्नो फ्यामिली चलाउनको लागि बसिरहेको मान्छे हो यार एउटा यार। यत्रो टाइम निकालेर पनि यस्तो कुराहरू लेखिदिन्छ भने यु आर ग्रेट म्यान यार। अलवेज के बुझेन मुर्गटा, मेरो लागि मतलब मेरो दिलमा तिम्रो लागि अलवेज रेस्पेक्ट छ यार राजा। थ्याङ्क यू सो मच दाइ। अलवेज यार। म पहिले लेख्न बिर्सिसकेको थिएँ, तपाईँसँग जोइन भएपछि क्या लेख्न मन लाग्छ क्या आजभोलि। होइन होइन, आफ्नो 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 जुन प्यासन थियो, आफ्नो जुन कला छ त्यो कुरालाई लुकाउनु हुँदैन, जहिले पनि व्यक्त गर्नुपर्छ। एउटा केही न केही गरेर बस्नुपर्छ राजा। एकदम है च्याट एकचोटि रेड हट स्प्याम गर मुर्गटाको लागि। अलवेज लभ छ यार। म साँच्चीकै नै एकदम दङ्ग पर्छु क्या। धेरैजना मेरो देश विदेशबाट केही गरेर राख्नुभएको छ, कसैले केही काम गरेर राख्नुहुन्छ, कसैले कतै सेक्युरिटीमा हुनुहुन्छ होला, कोही सेफ हुनुहुन्छ होला, कोही कतै केही काम गरेर राख्नुभएको छ होला है। उहाँहरूसँग पनि केही न केही ट्यालेन्टहरू यताउति कुराहरू थियो होला, केही न केही आफूभित्र दबाएको कुराहरू थियो। कोही फुटबलर हुनुहुन्थ्यो होला, कोही खतरा सिङ्गर हुनुहुन्थ्यो होला, कोही खतरनाक म्युजिसियन डान्सर हुनुहुन्थ्यो होला, कोही डेन्जरस कोही मान्छे हुनुहुन्थ्यो होला यार। च्याट लाइफको थ्रुबाट यार मैले मुर्गटालाई भेटेँ यार च्याट। सो मच दाइ, तपाईँले यति भन्नुहुन्छ। म थ्याङ्कफुल छु राजा, अलवेज है, अलवेज अलवेज म थ्याङ्कफुल छु। धेरैजना मान्छेहरू आफ्नो सपना जमिनमा गाडेर उडेका हुन्छन् के प्लेनमा, तर त्यही कुरालाई त्यहाँ पुगेर पनि तिमीले निरन्तरता दिइरहेका छौ, त्यसको लागि सल्युट छ मेरो मुर्गटाको लागि। अलवेज है। प्रिन्सिपल अफ मुर्गटा इज डिफ्रेन्ट म्यान, डिफ्रेन्ट। तिम्रो डिफ्रेन्ट लेभल छ कि, यु आर इन डिफ्रेन्ट लिग म्यान। साँच्चीकै नै भनेको राजा, अलवेज यार। थ्याङ्क यू सो मच दाइ। म त के भन्नु, मलाई केही भन्नै आउँदैन, मलाई लेख्न मात्र। अलवेज लभ छ राजा, अलवेज लभ। थ्याङ्क यू फर मेकिङ आवर फ्राइडे गुड फ्राइडे। ओके, अलवेज लभ राजा, अलवेज लभ मुर्गटा, अलवेज लभ छ। ओके, टेक केयर, राम्रोसँग बस यार है। हेलो, मेरो नेट स्लो भयो जस्तो लाग्यो दाइ। कि मेरो स्लो भयो कि च्याट? मेरो स्लो भएको नेट कसको स्लो? प्रिन्सिपल मुर्गटाको स्लो कि मेरो? दाइ सरी, मेरो नेट स्लो भएको थियो। ए ओके ओके ओके, राम्रोसँग बस राजा है, म पनि निस्किन्छु। हुन्छ दाइ, हुन्छ है। ओके, ओके, टेक केयर।